कोठामा बसेर तपाईले आफ्नो जीवनको क्यानभासलाई कहिल्यै निहाल्नु भएको छ? सायद धेरैजसो रङहरू फिक्का भइसकेका छन्। दौडधुपले भरिएको दिनचर्या, अनगिन्ती चिन्ता र अतिरिक्त इच्छाहरूले हाम्रो जिन्दगीलाई रङ्गहीन बनाइदिएको छ। हामी हाँस्न बिर्सन्छौँ, साना खुसीहरू महसुस गर्न बिर्सन्छौँ। तर के तपाईलाई थाहा छ, तपाईको हातमा एउटा जादुई रङको ब्रस छ जसले यो फिक्का जिन्दगीलाई फेरि चम्किलो र रङ्गीन बनाउन सक्छ? त्यो ब्रसको नाम हो ध्यान, मेडिटेसन। ध्यानको शक्ति, द पावर अफ मेडिटेसन। आज हामी त्यो जादुई ब्रस चलाउन सिक्दैछौँ। आउनुहोस्, एउटा शान्त ठाउँ खोज्नुहोस्। ढाड सिधा पारेर बस्नुहोस्। आफ्नो आँखा बन्द गर्नुहोस् र लामो गहिरो श्वास लिनुहोस्। 15 सेकेन्डको लागि श्वास प्रश्वासमा ध्यान दिनुहोस्। जब तपाईँ श्वासभित्र लिनुहुन्छ, कल्पना गर्नुहोस् कि तपाईले शान्तिको नीलो रङभित्र लिँदै हुनुहुन्छ। यो रङले तपाईको शरीरका हरेक अङ्गलाई शीतलता प्रदान गर्दैछ। अनि जब तपाईँ श्वास बाहिर फाल्नुहुन्छ, कल्पना गर्नुहोस् कि तपाईको भित्रको डर, चिन्ता र तनाव एउटा कालो धुवाँ बनेर बाहिर निस्किरहेको छ। 15 सेकेन्डको लागि रङ श्वास अभ्यासमा ध्यान दिनुहोस्। प्र्याक्टिस कलर ब्रेथ। रङ भर्ने कला, द आर्ट अफ कलरिङ। अब आफ्नो जीवनको क्यानभासलाई सम्झनुहोस्। आनन्दको पहेँलो रङ, येलो फर जोय। तपाईको बाल्यकालको हाँसो, तपाईले महसुस गरेको सबैभन्दा ठूलो खुसी। त्यो स्वर्णिम पहेँलो रङ हो। श्वास लिँदै त्यो रङलाई आफ्नो मुटुमा भर्नुहोस्। तपाईले जिन्दगीका हरेक पलमा खुसी खोज्न सक्नुहुन्छ भन्ने महसुस गर्नुहोस्। प्रेमको हरियो रङ, ग्रीन फर लभ। तपाईले पाएको माया, तपाईले अरूलाई दिएको स्नेह, त्यो चहकिलो हरियो रङ हो। श्वासभित्र लिँदै प्रेम र करुणाको यो रङलाई चारैतिर फैलाउनुहोस्। यो प्रेमको शक्तिले तपाईको सम्बन्धहरूलाई जीवन्त बनाउँदैछ। साहसको रातो रङ, वेट फर करेज। तपाईले चुनौतीहरूलाई पार गरेको हरेक क्षण, त्यो शक्तिशाली रातो रङ हो। श्वास लिँदै यो रातो रङलाई आफ्नो आत्मबलमा भर्नुहोस्। अब तपाईँ कुनै पनि समस्यासँग डराउनुहुन्न। हरेक दिनको केही मिनेट ध्यानले तपाईलाई यो ब्रस चलाउन सिकाउँछ। यो संसारमा रङहरूको कमी छैन, कमी त केवल महसुस गर्ने फुर्सदको छ। त्यसैले आजबाट संकल्प गर्नुहोस्, आफ्नो फिक्का जिन्दगीलाई ध्यानको माध्यमबाट आफैले रङ भर्नेछु। अब बिस्तारै आफ्नो आँखा खोल्नुहोस्। तपाईको वरिपरिको संसारलाई हेर्नुहोस्। के तपाईले यो संसार अलि चम्किलो र रङ्गीन भएको महसुस गर्दै हुनुहुन्छ? ध्यान गर्नुहोस्, रङ भर्नुहोस् र जीवनलाई सुन्दर बनाउनुहोस्। यदि भिडियो मन पर्यो भने लाइक, कमेन्टमा आफ्नो अनुभव लेख्नुहोस्।